सो हेलो झोरले नमस्ते सम्पूर्णलाई स्वागत छ। आई होप सबैजना खान्छ हुनुहुन्छ होला भन्ने आशा सम्बन्धी नै भिडियो सुट गरेको छु। अनि सो गाइज हजुर मलाई यस्तो धेरै के अल्छी पाएर मैले भिडियो स्टार्ट गर्दैछु भन्यो भने म दिउँसोको 3:30 बजे भिडियो स्टार्ट गर्दैछु। म सुतिरहेको मान्छेलाई मेरो श्रीमानजी मेरो पति परमेश्वर एकैचोटि अफिसबाट आउनुभयो, उठाउनु भयो। त्यसपछि मलाई ल हिँड म तिमीलाई आज कन्सर्ट हेर्न लान्छु भन्नुभयो। नाइ कि नजाम, घरमा एक्लै छौँ हामी, कन्सर्ट हेर्ने भन्दा बरु कन्सर्ट हेर्ने पैसाले हामी घरमै बसेर के खाम बनाएर भनेको ओइ मानेन। मलाई जबरजस्ती उठाए, तिमी नगए नि म जसरी नै जान्छु, तिमी नगए पनि म जानी नै हो, बस भन कि तिमी हो जान्छौ जान्नु मात्र भन्छ। मलाई त छनक्क भयो। म नगए नि जाने भएपछि यसो अलिअलि सोचेँ नजाऊँ कि जस्तो पनि लाग्यो। फेरि म जान्नै भन्यो भने जेसो गरेर तिम्रो मर्जी हो, तिमीलाई जान मन छ जाऊ, मन छैन नजाऊ, तर म चाहिँ जान्छु, मलाई चाहिँ नरोक भन्नुभयो। ला एक्लै त जानिदिनु भएन नि होइन। त्यही भएर ल ठिक छ जाने जान्छु, तर टाइममा जाने टाइममा आउने हस् भनेको हस् भनेछ। हेरौँ गाइस कहाँको कन्सर्ट, कस्तो कन्सर्ट, के को कन्सर्ट, यति टुईको पनि छैन। मलाई टाउको दुखेको छ राम्रोसँग। अनि सुतेको मान्छेलाई शुद्ध सुतिरहेको मान्छेलाई उठाएको। दिउँसो चाहिँ एकछिन हामी भिडियो बनायौँ सासू बुहारी भएर। हामी मेरो आन्टी कान्छी सासू, मेरो सासूको बहिनी, मेरो मम्मीको बहिनी, आन्टी र म चाहिँ भिडियो बनाएर अघि एकछिन 2 बजे 2 पनि होइन 2:30 बजीतिर सुतेको थियो होला, 1 घन्टा जति सुतेको छु होला। म 3:30 हुन लाग्यो। आएर उठाइदियो होइन मलाई। त्यो भनेपछि म निस्किनै परेन, निस्किन त पऱ्यो। तर म पहिला मेरो घरको सब चट्ट लाएर धन्दा घ्याउँछु, किनकि म थाहा छैन मेरो बुढोले जाम भनेपछि गएपछि कतिखेर ल्याउँछ भन्ने। तर जतिखेर ल्याए पनि सबसे पहिला फर्स्ट प्रायोरिटीको आफ्नो घरको काम भ्याउनुपर्छ। घरमा के छ त्यो सब धन्दा पानी गर्नुपर्छ। मेरो कुखुरा छ, मेरो कुखुरालाई हेर्छु, यताउता ड्याङड्युङ गरेपछि अनि हजुरसँग भेट्छु गाइस। अनि म रेडी हुनेछ, मलाई 4 बजेको टाइम त्यसरी निस्किनलाई थाहा 4 बजी निस्केपछि हुन्छ। त्यही पनि म अब ढिलो नगरिकन रेडी हुन्छु। वाचिङ गाइस, अब लास्टमा जाने बेला पनि भेटौँला। फाइनली साथीहरू मेरो आउटफिट चाहिँ यस्तो भइसक्यो। म चाहिँ रेडी भइसकेँ जानलाई। बोला उज्यालोमा राम्रो देख्छ। अबे झन् त्यसले त नपाउनु देखायो। यस्तो भइसक्यो। खजाना निकाल्दैछ यता। चोरी खजाना, खजाना चोरी, खजाना चोरी ला छैन किन लगाएको त्यहाँ छ। म त लाउँदिनँ क्या। म चाहिँ काउसतीबाट यहाँ गइरहेको आइसकेँ घरमा। हेलो उहाँहरू कन्सर्ट जाने मान्छेहरू, हेलो यिनीहरू। मैले म हिँडेदेखि निस्क रेडी हो है भनेर फोन गरेको मान्छेहरू। म त्यहाँबाट आएर खाना पनि खाइसकेँ यहाँ। तर यिनीहरू जस्तो तस्तै देखाउनुपर्छ, यसरी नि देखाउने। ठाडो ठाडै कपडा लाउँदै खा। अब हामी चाहिँ जाने हो। अब त्यो जाने भएको भाइ जाम छिटो कालो यहाँ त यता के भन्छ अरे रौसी नखाने भान्जालाई के अरे त्यो के यो सोमा के अरे के भन्छ अरे बेलौती पाके कागलाई हर्सन भेट्छ है के भन्छ त्यस्तै त्यस्तै सोमा यति धेरै रहेछ। त्यो बिचरा रौसी नखाने भान्जा परेपछि गरे बस्यो। एक दिन कन्सर्ट लाग्नुपर्छ, यतिको जाम हुन्छ, यतिको जाम। अनि यो जाममा हामी 3 बजेको कन्सर्ट हो रातिको। कति बज्यो? 5:30 भइसक्यो। गाइडहरू यतिको भिडभाडी हो क्या हो रहेछ।
जामबाट बल्ल फाइनली निस्क्यौँ हामी भरतपुरको नरेन्द्रको सहर आइपुग्यौँ फाइनली यताको जाम छुट्टै है आमामा यो त कुरै नगरौँ हामीलाई त्यो गैरोकोटबाट यहाँ नारायणघाट आउनलाई कति मिनट लाग्यो 15-20 मिनट त लाग्यो कि त्यो पुलबाट मात्र आमामा बिस्तारै बिस्तारै मलाई त डर लाग्छ फेरि यति डराएर यो यस्तो छ जाम पुरै नगरौँ कन्सर्ट सकिएपछि हामी सियोर पुग्छौँ त्योभन्दा अगाडि त पुग्दैनौँ भन्ने मलाई थाहा भइसक्यो कन्सर्ट पनि सकिनु लागिसक्यो होला कन्सर्ट हेर्न आएको मान्छेहरू फर्स्ट टाइम होइन कन्सर्ट होइन यसरी यो फर्स्ट टाइम हुन्छ यो यस्तो हो कि खै तिम्रो मोबाइल ल्याउँदा यस्तो छ मान्छेहरू छ गराएको यो कुल गएको थियो र भन्न रे किन मैले भाषाउनलाई भन्न रे कसरी भन्नु जबरजस्ती भने यस्तो गर ल हातमा हात ल यहाँ दिमाग छ तेरो दिमाग छ भने तिमीले फर्स्ट टाइम सुने फर्स्ट टाइम यो गीत तिमीले सुनेको थियो भन्दा छैन यो अगाडि भन्नु फर्स्ट टाइम सुने यसको मैले यो गीत फर्स्ट टाइम हेरेँ आएर पनि थाहा भयो कि यो गीत हिजो सर्च गरेको थिएँ तर यो गीत भेटाएन छैन Thank you so much, Saudi Club Band, all that stuff, baby. I feel you. अहिले त राम्रो लाग्यो I feel you. Hello. I feel you. I feel you. Thank you so much, Saudi. How are you feeling? I'm feeling good. Hello. कस्तो लाग्यो भन्नु त Thank you so much. Expectation versus reality. मैले नजाम भन्दा नि जबरजस्ती ल्याउने मान्छेहरूलाई यस्तै हुन्छ नजाम भन्दा जबरजस्ती ल्याउनेहरू है यिनीहरू होइन यो ब्यान्डमा मात्र कता ब्यान्डमा मात्रै राम्रो नलाग्दा ल्याउँदैन अरूमा त भाइ यस्तो छ मान्छेको हालत मान्छे यतिको छ कत्ला धेरै मान्छे भगवान मान्छे रमाइलो गर्नलाई धेरै मान्छे चाहिँदैन आफैले गरेर भाइ ल्याउने हो कि पुस्तकमा आजीवनको लागि सधैँ कैद भएर बसिराख्ने चाहिँ तपाईहरुसँगको मेमोरी चाहिँ पानी लिगाउने एउटा ए पानी भन्दा म याद आएर खान्छु अघिको वाला के अघिको वाला एउटा त तानी झप हो यस्तो के हामीले मात्र यो त लास्ट नि त्यो मतलब समाउन ल म कन्डक्ट समाउन हेर्न म समाउँछु कि म खान्छु कति भयो ओइ फर्स्ट म खाम चल खाम हजार झिकेको त 230 भने 500 झिक्यो खायो ल बनाउनु त चेस हामी बल्ल चेस चेस ल खान ल होइन त होइ तिरो फेरि के लगे लगे अब खै तिमीले खुवाइहाले खाइहाल्छु नि फेरि भन्दा अघि नि एउटा खाइसक्यो जान्न त खाँदै जान्न यो कहाँ फाल्नु त्यहाँ फाल्नु पर्ने ल मन सुन यो खान नखाने यो खान नखाने
माइक ल्यायो भने स्वर राम्रो छैन ल फर्स्टमा चाहिँ तर त्यो गीत चाहिँ गाउँदैनौ नि अलि पर्खिनु पर्यो नि त कति लकी भेना दुईटा साली लिन पाछ कति लकी एकदम धेरै खुसी लागिरहेको मलाई दुईजना बुढी भित्र भित्र चिले सुले होला हो के आज मैले कान्छी मलाई जेलस छैन मलाई जेलस हुँदैन म जेलस हुँदैन मलाई थाहा छ मेरो बहिनीहरु दुईटा सालीहरुसँग आमा दुईटा सालीको बीचमा कति भाग्यमानी भेरा सुन्न कुनै पनि दिदीले यतिको के भन्छ सालीहरुलाई समातेर बस्छ भन्ने कति भाग्यमानी कति क्युटी देखेको क्युटी भाइ कति राम्रो मान्छे होला नि राम्रो होइन मेरो बुढो भएर राम्रो भएको त्यो त हेर घाँटी गरौँ भएर सुहाएन त्यहाँ सुहाएन त्यताको कन्सर्ट त त्यताको रमाइलो त के रमाइलो यताको रमाइलो कति भाग्यमानी हो क्या बुढी सँगसँगै पनि सालीहरू लिएर हिँड्न पाएको दुईटा साली बे नआउन्जेल त सालीहरू कहाँ सुन्छ हेर त
अँधेरोमा हामी नभई नहुने सबैजनाले गाउनुपर्छ है त मेरो त ड्रोन शट छ यहाँ ड्रोन शट
धीरे सैयाने बस हो रहा है, लाउड है, इंडिया लाउड है, इंडिया इंडिया मौसम है तो छुआ तूने मेरे दिल को ल लाग्यो Make some noise for yourself, please.